क्लास 12 का हामी जाँदैछौँ बाहिर मतलब माथि स्टेजमा हामी यो चट्टोसँगले जाँदैछौँ हिँड्न हौ कस्तो गुहाँदो रहेछ हिँड दिक्क भाइ उहाँ केटीहरूसँग फोटो खिच्न हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग मर्निङको माएर धेरै सम्झना छ हजुरहरूलाई आई होप हजुरहरू सबैजना सन्चै हुन्छ र म पनि एकदम सन्चै छु र अहिले चाहिँ म रोडमा बसिरहेको छु चट्टसँगले होइन रोडको भ्यू इन्जोय गर्दै किनभने आज हाम्रो क्लास 12 को फेयरवेल रहेको छ र म अहिले निश्चल र सन्तोषलाई पर्खिरहेको छु यिनीहरू कतिखेर आउँछन् यसरी बाटोमा कुर्दै बसिरहेछ आधी घन्टा भइसक्यो यिनीहरू आउँदैन पानस भन्छ यता आउँछु भनेर पानस अब पानस के गर्छ पानस पनि अब यता खन्दातिर आउँछु भन्दै थियो त्यसैले यहाँ निश्चल र सन्तोष पर्खिरहेको थियो अब अहिले चाहिँ आउँदैन अरे अनि अहिले हामी जान आँटेको र म अहिले यहीँ बसिरहेको छु हेर्दै गर्नलाई त यिनीहरू कतिखेर आउँछ अब हेर्नु सन्तोष र निश्चल कतिखेर हो फाइनली अहिले कलेजतिर लागिँदैछ फेरि तर योपालि नेपाली मिडियममा होइन नेपाली मिडियममा पहिलोचोटि पहिले तिम्रो त पहिलोचोटि म त पहिले नेपाली मिडियममा पढेको अब हेरौँ सर बहिनी हाम्रो बिस्टी पनि आइसकेको छ पुरा ब्रान्डेड चप्पलमा होइन टक्कसँगले चप्पलमा आइसकेको छ यसलाई अब जाउँ कता जाउँ अब जाउँ ल जाउँ गाइज केटाहरू पुरै होइन अहिले गफ गर्नु धमाधम छ यो बाङ्गे रेडी भएको भएछ मजा धुनुको अल्छीले नयाँ मोजा किनेको केटाले म त भ्लगर हो भाइ राख्नुपर्छ नि यस्तो भिडियो त हामी केटाहरू अब रविलाई आमा सिक्री अब अलिकति देखेन राम्ररी खै सिक्री हिजो बरार क्षेत्र आमा बरा क्षेत्र गइरी किनेछ ल ठिक छ किन्नुपर्छ अहिले चाहिँ अब हामी जाँदैछौँ यो चाहिँ पुरा आज यसले केटी चाहिँ भगाउँछ जस्तो लागिरहेछ होइन हो कि होइन हौ भगाउँछ प्रिन्सिपलको बेनी सम्झेर कोर्दै लाग्दा मासु भात खाने आज मासु भात त पाइन्छ नि केटा पाडेको डाइलग छ मासु भात खाने मासु हुन्छ त्यो हड्डी बिनाको मासु हुन्छ आलु त हुन्छ आलु त हुन्छ के छ केटा हो फाइनली आइपुग्यो यहीँ छ खोइ त आइफोनहरूले मान्छेले चाहिँ बनाउनु छैन अनि आम्मामा बुफर पनि नयाँ हालेको रहेछ अहिले अब हाम्रो यहाँनिर प्रोग्राम चल्दैछ यहाँनिर फेरि अर्कै छ कालो छ कालोबाट हल्का गोरो भएछ के लाउनु थाल्यो चमेलीको तेल क्लास 12 का हामी जाँदैछौँ बाहिर मतलब माथि स्टेजमा हामी यहीँनिर छौँ यहाँ छ हौ यहाँ होइन अर्को यता इन्डियन भ्लगर यता नेपाली भ्लगर दुइटामा यहाँ अलिकति गडबड भइरहेछ सुनौँ के भन्छ तिमी हेर न हेलो गाइस इसका चैनल लाइक कमेंट सब्सक्राइब और मेरे को हिंदी ऑडियंस नहीं देखती हाम्रो यता नेपाली क्रिएटरहरू नेपाली यता फ्यान्सहरू हुन्छ यता इन्डियनको के भन्नु हजुर के अरे अहिलेको न्यू ट्रेन्डबाट छ त्यही माथि उहाँनिर शुभकामना दिँदै टक्कसँगले चलेको छ टक्कसँगले हामी यो चट्टोसँगले जाँदैछौँ हिँड्न हौ कस्तो गुहाँदो रहेछ हिँड अन्त गुहाँदैछ नाम टिपेको तिमी पनि हिँड न अहिले हाम्रो टक्कसँगले चल्दैछ होइन जानुपर्छ अब लाइन कत्रो छ त्यो हाम्रो केटाहरूको हाल खबर अनि कतिखेर आएको तिमीहरू अघि आएको तिमीलाई हेरेँ ए ल यार बिको तिम्रो क्लासमा नरहने मान्छे तिमी सर यहाँ छ त अरू केही भन्नु न सर बाई बाई सर बाई म्यामहरूलाई देखाउनु हुँदैन क्या त्यो साह्रो भयो त और यहाँ पे ये बंदा अर्को आएको छ कि यसरी बनाउनु मुना भ्लग मुना यसरी पो त हामी स्वादमा उदिँदै हुन्छ भवन छु यार मलाई देखान त यहीँ छस् लु बिहान नुहाएर आएको म पनि बिहान नुहाएर आएको चट्टसँगले अलिअलि गर्नुपर्छ स्टोरेज छ क्या योपालि सबै फुल हान्नु न स्टोरेज थोरै
मुलाको छोरो मलाई पेन दिन्छ भनेको यो कार्ड के हो यो बुझ्न सकिनँ हौ अलिकति के हो यो यो के हो अरूलाई त डट पेन पनि छ हामीलाई डट पेन नि छैन यो के हो यस्तो डट पेन छैन अरूलाई चाहिँ डट पेन पनि छ मैले कुरो बुझिनँ यो के कस्तो हो कार्यक्रम विदाय कार्यक्रम यहाँ त यस्तो हुन्छ बिदाई कार्यक्रम त्यही एक प्लेट मोमो खुवाएर पठाउने रहेछ आज हामीलाई हो त्यो सबजना यहाँनिर फोटो सेसन चल्दैछ यता यता केटाहरू उहाँ आफ्नै धुनमा छ के गरिरहेको छ भने है आफ्नै सुरमा बिक्क भाइ उहाँ केटाहरूसँग फोटो खिच्न पुगिसकेछ बिक्क भाइ ओ बिक्को के गरेर भएको कुरो बुझ्दैछु है म यता पनि झन् केटाहरू त आफ्नै धुनमा छौँ हौ हामी खाजाको टोकन हेरे गाइस यस्तो छ टोकन यस्तो छ टोकन के हो यो कक्षाइ लाग्यो के हो पारा भेरी त भेरी तर के हो टोकन खाजा खाने टोकन त खाजा खाने के लिए यता इन्डियन भ्लगर आयो अर्को इन्डियन भ्लगर फेरि देखिए एक नंबर का बुकर इन्डियन भ्लगरले मार्केट खाने भयो अहिले हामी खाजा खान आएको है यहाँनिर ठाउँ प्याक भइरहेछ खाजा खाइस् है खाजा खाइस् ल म त खाना खैन यार यतिकै आएको साथी आम्मा प्याक छ हौ पुरै ठाउँमा रवि खान्छु भन्दै थियो कहाँ खाने बेला रविहरू केटाहरू गयो उनीहरू आफ्नो पार्टी च्वाथ्यानलाई अब हामी पनि जानु हुन्थ्यो तर हामी च्वाथे पार्टी होइन गाह्रो छ च्वाथ्यान खानु हाम्रो क्लास माथि छ है हेर्न जाउँ भनेको जाने मन लागेन यार 19 नम्बर रुममा बनाएको चट्टसँगले हाम्रो 10 क्लासको पहिले अनि हाम्रो 9 क्लास भनेको तल उहाँ छ रुम नम्बर 20 21 हाम्रो त 21 थियो अनि तल 8 क्लास भनेको रुम नम्बर हाम्रो 15 थियो है आमा याद आउँछ पुरा यो दिनहरू केटाहरू अहिले अब सबैजना अलग अलग भइसक्यो यो मलाई यो हामी बङ हान्दाखेरि यताबाट नि हान्थ्यौँ यहाँ यो भित्ताबाट सबै बन्द प्रोग्राम सकिएको छ होइन अब हामी कता हिँडेको अरे मन्दिर फोकटमा यस्तो वाइएफ प्रोग्राम सकेर मन्दिर हिँडेको छ 1 2 3 4 यता हेर्नु त भगवानी नै हुन्छ मन्दिर ऊ राम्रो भन्दा नि अन्त यस्तो छ बिक्को गएको काममा जो मुलाले गद्दार गर्छ अहिले त सबैको फोटोसुट भइसक्यो होइन अब यसको अलिअलि बाँकी छ अहिले अब हामी घर हिँडेको होइन यो ब्लग आजको भ्लग त्यत्तिकै होला आजको ब्लगहरू राम्रो लाग्ने भिडियो लाइक गरिदिनु होला च्यानलमा नहुन्छ सब्सक्राइब गरिदिनु होला यस्तो इन्ट्रेस्टिङ भ्लगहरू लिएर आउनेछु हस् त धन्यवाद बाई गाइज बाई